आज बानिराको दिन हो। बानिरा यो धरतीमा अवतरित हुनुभएको दिन। यो बानिरा फाउन्डेसन संस्थागत भएको दिन। त्यसैले थप बानिरामय बनाउने उद्देश्यले एउटा कविता पाठ गर्छु। कविताको शीर्षक छ अक्षय पात्र। हातमा अक्षय पात्र लिएर उभिएकी छ धरती। ऊ दिन्छे हामी लिन्छौँ, ऊ हाँसिरहन्छे हामी लुचिरहन्छौँ, ऊ सहिरहन्छे हामी खनिरहन्छौँ। हामीले चोट पारेका ठाउँमा ऊ सुन्तोला आरु अम्बा हाँस्छे। हामीले खोपेको अङ्गमा ऊ कल्की काइयो शिरिष सिउरन्छे। हामीले कोतरेका भागहरूमा ऊ धान मकै गहुँ झुल्दछे। अक्षय पात्रकी उदात्त स्वामिनी ऊ। उसको उदात्तलाई काँडे तारले घेर्यौँ रे हामीले। पर्खालले छुट्यायौँ रे, लुछा चुडीले रगत पछि पार्यौँ रे। पहिरो भएर अलिकति घुर्क्याई हामीले बुझेनौँ। बाढी बनेर अलिकति हुत्याई हामी चलमलाएनौँ। सुक्खा भएर अलिकति धम्काई हामीले सुनेनौँ। ज्वालामुखी बनेर अलिकति रन्की हामीले बुझ पचायौँ। घाँस बाँस र कपास दिँदा दिँदा कुनै कुनै खण्डमा आफू चाहिँ हिउँ बनी चिसिरही अलिकति पनि सेक ताप गरेनौँ हामीले। गहभरि दह भएर जमिरह्यौँ हामीले हाम्रा कहिल्यै नबरिने घ्याम्पामा उसका आँसु समेत उघाइरह्यौँ। वाक्क वाक्क भएकी धरतीले खुसुक्क भनेकी, वाक्क ब्याक्क भएकी धरतीले खुसुक्क भनेकी मन्चिते झोली जस्तो उसको अक्षय पात्रलाई एक दिन साँच्चा साँच्ची लुकाइदिने रे, एक दिन साँच्चा साँच्ची लुकाइदिने रे। धन्यवाद भने यो कविताको लागि सुन्नुभएकोमा। आज मलाई यस कारण पनि ज्यादै खुसी लागेको छ कि मान्छेबाट पृथ्वी प्रताडित भएको र मान्छेले आफूलाई नसुधारेमा पृथ्वी माताले उसलाई कृपा गरिरहन नसक्ने सङ्ककोष गर्ने यिनै युग सचेत स्रष्टा डाक्टर बानिरा गिरीको नाममा स्थापित बानिरा पुरस्कार प्राप्त गर्ने सौभाग्य मलाई प्राप्त भएको छ। संयोगले मान्नुपर्छ, पर्यावरणमाथि भइरहेको जघन्य अपराधको विरुद्धमा सचेतना जगाउने अभियानमा कविताका आवाजलाई मुखरित गर्ने पथमा नै मामी सर्न खोज्दैछु म पनि यस बेला र कवितामै भन्दैछु। उसले मानौँ म उसकी मात्र पेवा भए झैँ जथाभावी गर्दैछ मलाई। उसले जुवाको खालमा द्रौपदीलाई युधिष्ठिरले हारे झैँ जीवनको खेलमा हार्दैछ मलाई। म पृथ्वी हुँ ऊ मान्छे हो, म पृथ्वी हुँ ऊ मान्छे हो। मलाई कराही बनाएर आफ्नो स्वार्थको तेल तताउँदा तताउँदै थाहै नपाई उसले त्यही तातो तेलमा सुकुटी बनाएर तार्दैछ आफैलाई। मैले त अहिले नै पनि भोगिरहेकै छु उसको दुर्व्यवहार। चिन्ता त के भने, अब कसरी सुन्नु मैले नै उसले उसैलाई यसरी भुटिरहँदा निस्कने उसको पीडाको अन्तिम चित्कार। धन्यवाद यस कविताको श्रवण गरिदिनु भएकोमा। हो, आज एकातिर प्राचीन पूर्वीय दर्शनले भन्दै आएको ब्रह्म सत्यम जगत मिथ्यालाई नै क्वान्टम फिजिक्सको अध्ययनले समेत परिपुष्टि गर्न खोज्दैछ।
अन्तर्ब्रह्माण्ड मात्र होइन, बहुब्रह्माण्डको अस्तित्व रहेको कुरा पत्ता लगाउन सक्षम भएका छन् खगोलविदहरू। मङ्गल ग्रहमा बस्ती बसाउन सुरिएका छन् एलन मस्क जस्ता धनाढ्य। तर अर्कातिर एआई अर्थात् कृत्रिम बौद्धिकताको आविष्कारले मान्छेको अस्तित्व नै धरापमा पुग्दै गरेको समेत आशंका गरिँदैछ। मानवकै अवांछित क्रियाकलापले गर्दा जैविक विविधता र वनस्पतिको विनाश हुने क्रम जारी रहेको र यस्तै गतिविधि रहे वैश्विक तापक्रमको वृद्धिका कारण विश्वमा मानव लगायतका जीवहरूको अस्तित्व नै नामेट हुने डर बढेको छ भनेर वातावरणविदहरू चिच्याउन थालेको पनि धेरै भइसक्यो। यस्तो विरोधाभासी युगमा लेखिने कविता कस्तो हुनु पर्ला? आज यस खुसीको घडीमा पनि मलाई यस प्रश्नले भने चिमोटी नै रहेको छ। तर आज मैले यस्ता कुरामा आफूलाई नअल्झाएर साहित्यकार डाक्टर बानीराज गिरीकै सेरोफेरोमा आफ्नो भनाइलाई एकीकृत गर्नु वाञ्छनीय हुन्छ। डाक्टर बानीराज गिरीलाई मैले सर्वप्रथम भेट्दा उहाँका कविताका 3वटा सङ्ग्रह र 2वटा उपन्यास प्रकाशित भइसकेका थिए र साहित्यिक वृत्तमा उहाँ चर्चित र प्रतिष्ठित भइसक्नु भएको थियो। आफू भने थिएँ साहित्यकार हुँ भनेर उहाँ समक्ष आफ्नो परिचय दिने कुनै हैसियत भइ नसकेको अवस्थामा तथापि पद्मकन्या क्याम्पसमा तत्काल प्राध्यापनरत प्रतापचन्द्र प्रधान, अच्युतरमण अधिकारी, रमेश श्रेष्ठ, कोषाध्यक्ष जुजु लगायतका मित्रहरूलाई भेट्न जाने क्रममा त्यही प्राध्यापनरत उहाँलाई अभिवादन टक्र्याउने र परिचित हुने अवसर भने मलाई सहज रूपमा प्राप्त भएको थियो र समयक्रमसँगैको कुनै भेटमा मित्रहरूले नै मिरमिरे मासिकमा छापिएको पारिजातको एउटा अन्तर्वार्ताको उल्लेख उहाँ समक्ष गरिदिनु भएको थियो, जसमा पारिजातले आफूलाई मनपर्ने युवा कवि भनेर विमल निभा, पूर्णविराम र मेरो नाम लिनुभएको थियो। त्यस सन्दर्भमा उहाँले थोरै मुस्काएको मुखाकृति बनाउँदै मतिर हेरेर भन्नुभएको थियो, पारिजातको आशीर्वाद पाउनुभएछ। आज बानीराज पुरस्कार पाउँदा उहाँको त्यो आवाजका साथमा लौ मेरो पनि शुभ आशिष छ भन्ने पदावली थपिएर अनुगुञ्जित भइरहेको महसुस भएको छ मलाई। यसघडी म मेरो हृदयभरिको श्रद्धासुमन अर्पण गर्दछु नेपाली साहित्य आकाशका ती दुवै अनुपम नक्षत्रहरूलाई। प्रख्यात जीवनीकार नरेन्द्रराज प्रसाईकृत नेपाली साहित्यका विश्व नारी रत्न बानीराज गिरी नामक जीवनी कृति पढ्दा मेरो मनमा नाचेका हुन् श्रद्धेय डाक्टर बानीराज गिरीको जीवनका यी विविध झाँकीहरू। डाक्टर बानीराज गिरीको छाया र छवि, व्याथा र वेदना अनि हसरासु र मुस्कानको यस्तो सजीव चित्रण अरू पनि कसैले गरेको छ जस्तो मलाई लाग्दैन। दुःखको कुरा डाक्टर बानीराज गिरीको भौतिक चोला कोरोना महामारीका कारण उडेर गयो। तर खुसीको कुरा के थियो भने आफ्नी प्राणप्यारी प्रज्ञावान पत्नीको प्रेममा चुर्लुममा डुबेका इन्जिनियर शङ्कर गिरीको प्रबल इच्छाले बानीराज फाउन्डेसनको विधिवत स्थापना भइसकेको थियो उहाँको चोला उड्नु अघि नै। ज्ञातव्य छ नैकै संयोजन र त्रिमूर्ति निकेतनको आयोजनामा डाक्टर बानीराज गिरीलाई नेपालका प्रधानमन्त्री सुशील कोइरालाद्वारा रथारोहण गराई 5 लाख रुपियाँ राशिसहित नेपाली साहित्यका विश्व नारी रत्नको उपाधिले सम्मानित गरिसकिएको थियो। तिनै वस्तु तथ्यलाई समेत हृदयगम गरेर नै बानीराज फाउन्डेसनका परिकल्पनाकार इन्जिनियर शङ्कर गिरीबाट बानीराज फाउन्डेसनको सञ्चालनको अभिभारा पूर्ण रूपले नैलाई सुम्पिएको बुझ्न सकिन्छ। साहित्यिक संस्था सञ्चालन गरेर नेपाली साहित्य जगतलाई मलजल गर्न सके, आफ्नी साहित्यिक पत्नीको सुयश र उहाँका कृतिको सुवास चिरकालसम्म स्मरण भइरहनेछ भन्ने बुझ्नुभएका शङ्कर गिरीले आफ्नी पत्नीप्रतिको अप्रतिम प्रेमलाई बानीराज फाउन्डेसनको नाम दिनुभएको हो। बानीराज फाउन्डेसनले बिना भेदभाव योग्य साधकहरूको पहिचान गरी हरेक वर्ष बानीराज गिरीको नाममा स्थापित विभिन्न पुरस्कार प्रदान गर्ने गरेको छ।
आफ्नी पत्नीको नाममा संस्था खडा गरी 7-8 करोड जतिको सम्पत्ति लगाउने उदार हृदय व्यक्ति शङ्कर गिरिज्यू स्वयं नै पनि प्रेरणादायी, पूजनीय र ऋषितुल्य व्यक्तित्वका स्वामी हुनुहुन्छ। आफूहरूले कसैबाट पनि पुरस्कार र सम्मान नलिने घोषणाका साथ निष्काम कर्ममा जुटेको नै अर्थात् नरेन्द्र राज परसाई र श्रीमती इन्दिरा परसाईको सक्रियतामा योग्यताको, त्यागको, कर्मको, सद्भावको कदर हुन्छ भन्ने कुरामा शङ्का नरहेको आलोकमा म बानीरा फाउन्डेसनको स्तुत्य कार्यको प्रशंसा गर्दछु। साथै फलको प्रलोभनमा नपरी सुकर्म गर भन्ने मन्त्रलाई सिरानी हालेर लेखन प्रयत्नमा निमग्न मलाई बानीरा पुरस्कार जस्तो गरिमामय पुरस्कारका लागि योग्य ठानी जीवन पर्यन्त नेपाली कविताको साधनामा जुटिरहन उत्साह थपिदिनु भएकोमा फाउन्टेन सम्बद्ध सबै सुमनहरूप्रति हार्दिक आभार प्रकट गर्दछु। धन्यवाद। जय साहित्य।